कति भ्रम छर्नुहुन्छ हो दाजुभाइहरू। बालेन सरकार अपराधी सरकारले चाहिँ भिरबाट टेम्पो लडाउन लायो भनेर छ्याप्ती पोस्ट कुदाइराख्नु भएको थियो होइन। राम्रो कामको पनि पोस्ट गर्ने बानी बसाल्नुहोस् न, तपाईँहरूको अमला कुइँदैन है। गृहमन्त्री सुदन गुरुङको एक्सन देख्नुभयो, न्युज सुन्नुभयो? 12 जना पक्राउ परिसके। पीडित दिदीलाई चाहिँ न्याय दिनका लागि सिडिओलाई खटाइसकेको छ, सुन्नुभयो होला नि है। राम्रो कुरा पनि पोस्टाउने गर्नुहोस् क्या, हजुरहरूका हातका अमलाहरू कुइँदैनन्, भ्रमको खेती नगर्नुहोस्। कहाँको भिडियो कहाँ जोडेर चाहिँ मस्केको, चुम्माचाटी गरेको, अँगालो मारेको एडिट गरेर दुनियाँ विरोधको लागि विरोधको राजनीति नगर्नुहोस्। सही राम्रा कुराहरू लेखेर पोस्टाउने काम पनि गर्नुहोस् है। रासोपा तपाईँहरूले सोचे जस्तो होइन, त्यसै जनताले 2/3 मत दिएको होइनन् क्या है। म चाहिँ यति भन्न आएको ल। म चाहिँ मेरो चाहिँ भनाइ लागु हुन्थ्यो यदि म सरकारमा थिएँ, म गृहमन्त्री थिएँ, मेरो बोली लागु हुन्थ्यो हुन्छ नि। म जसले त्यो टेम्पो भिरबाट खसाल्न लागेको छ नि, त्यो आदेश दिने र खसाल्ने सबैलाई तानेर लगेर त्यही भिरबाट खसालिदिन्थेँ। मलाई चाहिँ त्यति चित्त दुख्यो क्या त्यो दिदीको टेम्पो त्यसरी लडाइदिँदा। अब नियम कानुनमा के छ, हामीले बोले जस्तो सहिलो हुँदैन होइन। तैपनि मलाई खुसी लाग्यो, 12 जना पक्राउ परिसकेका छन्। अब छानबिन हुन्छ, त्यो दिदीले न्याय पाउनुहुन्छ है। विरोधको राजनीति नगर्नुहोस् ल, त्यति भन्न आएको।